मान्छे कति खान पाएर मरिरहेको छैन, कति आँखा छैन, हात छैन, खुट्टा छैन, कतिमा पहिलो कुरोले तपाईँसँग जे छ त्यो कुराले हेऱ्यो भने हामी संसारको मानसिक रोग 50% सकिन्छ भने तपाईँ हामीसँग जे छ भएको कुरा मात्रै हेऱ्यो भने जुन कारणले मेन्टल स्ट्रेस र डिप्रेसन छ संसारमा त्यो चाहिँ आदि समाप्त हुन्छ। हामीसँग जे छ त्यति मात्र देख्यो भने संसारमा यदि तपाईँलाई बस्नलाई छाना छ अनि त्यसपछि खानालाई तपाईँले खाना छ र परिवार छ भनेदेखि तपाईँ संसारका 80% भाग्यशाली मान्छे मध्येको तपाईँ हुनुहुन्छ। तपाईँसँग खानालाई छ, बस्नलाई छाना छ, परिवार छ, 80% भाग्यशाली मान्छे। त्यस कारणले सबभन्दा पहिलो चाहिँ के छ भने हामीले चाहिँ जहिले पनि आफूलाई हेर्दै हेरेनौँ। र त्यस्तै भएर बुद्ध भट्टराई एकजना व्यक्ति जानुभएको थियो, उहाँले भन्नुभयो म त साह्रै गरिब भएँ, मेरो के दोष थियो र म गरिब हुने, सबै धनी छन्, सबैजना चाहिँ राम्रो राम्रो घरमा बसिरहेका छन्, महलमा बसिरहेका छन् र मलाई चाहिँ किन यस्तो भयो होला, तपाईँले भगवान भन्ने कुरा लगिदिनु पर्यो मेरो कुरा, म चाहिँ किन गरिब भएँ भनेपछि उहाँले भन्नुभएको अरे तिमीलाई त म गरिब देख्दिनँ त, अमिर देख्छु, म एउटा अरबपति जस्तो देख्छु म, अनि कसरी र म कसरी अरबपति हुन सक्छु। अनि उहाँले भन्नुभयो अरे तिमी केही पनि अरूलाई दिँदैनौ, तिमीले केही दिएर त हेर तिमी आफै आफ सुखी हुन्छौ भन्नुभयो। अनि मसँग छँदै छैन के दिनु भन्दा हेर तिमीसँग अरूलाई दिने खुसी दिने एउटा मुस्कानको मुख छ, तिमीले मुस्कान दिन सक्छौ। दोस्रो तिमीसँग बोली छ, राम्रो बोली बोलेर अरूलाई प्रेरणा दिन सक्छौ, राम्रो शब्दहरू दिन उजागर गर्न सक्छौ। र त्यस्तै गरेर तिमीले कसैलाई झरेको मनहरूलाई, कसैलाई दुखेको मनहरूलाई, असहायहरूलाई उठाउन सक्छौ। त्यसकारण तिमी दिएर हेर तिमी अवश्य धनी हुनेछौ, दिनेछौ पाउनेछौ भन्नुभयो। त्यस्तै हामीमा पनि जे जति कुरा छ हामी कोही पनि बेकारी छैनौँ। यहाँ हरेक व्यक्तिहरूमा एउटा क्षमता छ, हरेक व्यक्तिमा। अब यहाँ चाहिँ मैले जान्दै पनि म धेरै जान्ने भएर म धेरै ठुलो दार्शनिक भएर मैले त्यो भन्न खोजेको होइन। प्रत्येक व्यक्तिभित्र एउटा अनन्य क्षमता छ, त्यो अनन्य क्षमतालाई आफैले कहिले पनि जगाउन सक्दैन, कसैको जगाइदिनुपर्छ। हनुमानलाई पनि उड्ने बेलामा के भनिएको थियो सुग्रीवले, ए हनुमान तिमीभित्र त अचम्मको बल छ, उठ जान, तिमी जान सक्छौ भनेर चाहिँ ए हो र भनेर चाहिँ बल्ल उठाए। त्यस्तै प्रत्येक संसारका व्यक्तिहरू महानता लुकेको छ, तपाईँभित्र कहिले पनि कमजोरी पनि छैन। तपाईँ र एउटा महापुरुषहरूमा समानता छ। के समानता छ? तपाईँ श्वास लिइरहनु भएको छ, तपाईँमा पनि चेतना छ, अरूमा पनि चेतना छ। तपाईँ हामीले के गर्छौँ नजिकको मान्छेलाई मात्र हेर्छौँ। हाम्रो नजिकको साथीको तलब बढ्यो भने ला अस्ति भर्खर आएको थियो मोरा यत्रो तलब बढाएछ, कम्पनी पनि राम्रो पऱ्यो भन्छौँ, त्यसको चाहिँ हामीलाई जलन हुनसक्छ। तर बिल गेट्सले दिनदिनै 50 लाख चाहिँ एक दिनमै उसले चाहिँ इन्कम गरिरहेछ, त्यसमा पनि हामीले चासो नै छैन। त्यस्तै गरेर तपाईँ नजिकको कुरालाई हामी बढी तुलना गर्छौँ, तर संसारमा हेरेको उत्कृष्ट कुरालाई गर्नुहोस्। म जहिले पनि मेरो आफ्नै कहानीलाई भन्न चाहन्छु। म बाल्यकालमा छँदाखेरि बुवाले भन्नुहुन्थ्यो, सानो छँदाखेरि नै बुवा बित्नु भयो, तर जति बेला जान्ने छँदाखेरि बुवाले भन्नुहुन्थ्यो त ऊ त्यो धुरीमा पुग्नुपर्छ, त धुरीमा पुगेको देख्न चाहन्छु भन्नुहुन्थ्यो बुवाले। म भन्थेँ बुवा तपाईँले त थोरै देख्नु भएको छ, म त ऊ त्यो बादलमा पुगेको चाहिँ योजना चाहन्छु भने। धुरीमा होइन, धुरी त छोटै भयो, त बादलमा पुग्नु छ मलाई भन्थेँ। अनि त्यतिखेरै बाल्यवस्थामा त्यो बचपनको ऊर्जा आउँथ्यो कि म संसारमा केही गर्छु भने। म चाहिँ तपाईँको स्कुलमा चाहिँ पढ्न नपाएर रेस्ट्रिक्टेड भएको पनि विद्यार्थी हो, पढ्नको लागि गाह्रो भयो। अनि तपाईँको चाहिँ मलाई त्यो फी तिर्नलाई गाह्रो हुँदाखेरि उहाँले रेस्ट्रिक्टेड गरिदिनु भयो त्यति बेलाको समयमा। तर त्यो रेस्ट्रिक्टेड चाहिँ मलाई यस्तो पछि मजा भयो कि त्यो रेस्ट्रिक्ट गरेको दिन रुँदै रुँदै घर गएँ। एक दिन म यो विद्यालयलाई, म यो ठाउँलाई केही गर्न सकौँ र मलाई जुन अभाव छ त्यो अभावले अरूले पिल्छिनु नपर्ने र अरूको चाहिँ म केही गर्न सक्ने भन्न सकौँ भन्ने लाग्थ्यो। र त्यसै पछि नै मैले त्यहाँ गएर आफूले सकेको केही गर्ने क्षमता प्रबन्धन गर्न सकेँ। र गरिबी र त्यो व्यवस्थाले मान्छेलाई कहिले पनि तल ल्याउँदैन। हामी हाम्रो धरातल र विगत कमजोर भए पनि हामी माथि उठ्न सक्छौँ, मात्र हामीमा साहस, इमान्दारिता र उत्साह चाहिँ भइरहनु पर्यो। अनि तपाईँले एउटा कुरा सुन्नुहोस् कि जस्तो कि मैले राम्रोसँग जुत्ता लगाएको अनुभव, म काठमाडौँ आएर मैले चाहिँ आइए पढ्दाखेरि बल्ल जुत्ता लगाएको अनुभव गरेको होइन। त्यो सुरुवातको दिनमा चप्पल अनि त्यसपछि
प्लास्टिकले मोरेर चाहिँ चप्पल लगाएर हिँडिन्थ्यो। जाडोले खान्छ भनेर काठमाडौँको जाडो। पहिलोचोटि कलेजको पहिलो दिन जाँदाखेरि म हाफ प्यान्ट लगाएर गएको थिएँ हेर्नुहोस्। अनि भनेपछि त्यो चाहिँ मान्छेलाई त्यो सबभन्दा ठुलो कुरो चाहिँ विगत तपाईँलाई आशीर्वाद बन्दो रहेछ, दुःखले तपाईँलाई आशीर्वाद बन्दो रहेछ र त्यो दुःखले तपाईँलाई माथि उठाउँछ र हामीले नचाहेको दुःख भोगिरहेका छौँ। मात्रै एउटा कुरो चाहिँ हार्नु भएन कि तपाईँ एक समयको लागि तल हुनुहुन्छ। जसरी मैले अहिले हिराको डल्लोलाई फुत्त फाल्दिएँ भने त्यो हिरा धुलोमा गएर बसोस् अथवा धुप पखारमा बसोस्, जहाँ बसे पनि पुछेपछि के हुन्छ, हिरै हुन्छ र त्यो हिराको गुण कहिले पनि छोड्दैन। त्यसैले तपाईँ हामी पनि समयले परिस्थितिले काहीँ काम गर्ने ठाउँमा के गरेर बसेका छौँ, तर तपाईँभित्र रहेको प्रतिभालाई मार्नु भएन भने तपाईँ अवश्य संसारमा एक महान मान्छे बन्न सक्नुहुन्छ। तसर्थ हेर्नुहोस्, सबभन्दा पहिला चाहिँ के गर्नु पर्यो भने मन के हारे हार मन के जिते जित मनेव मनुष्याणम कारणम मोक्षयो। सबभन्दा पहिला चाहिँ के हो, मनलाई उठाउने गति तिमीलाई लाग्छ। जहाँ जे गरे पनि तपाईँले मनलाई उठाइरहनु पर्यो कि तपाईँ यो संसारमा महान कार्यका लागि आउनुभएको हो। समय छोटो छ, छोटो नहुँदै मेरो जिम्मेवारी भनेको जाहिर खाने जिम्मेवारी, कसैको काम गर्ने जिम्मेवारी, काहीँ कम्पनीमा काम गर्ने जिम्मेवारी, त्यो एउटा साधन मात्रै हो। तर मेरो जिन्दगीको प्रमुख लक्ष्य चाहिँ बेग्लै छ भनेर सम्झिनु पर्छ तपाईँले र आफूलाई सधैँ सकारात्मक भावमा उठाइरहनु पर्यो। त्यसको लागि सकारात्मक पुस्तक पढ्ने, सकारात्मक विचारहरू सुन्ने, सकारात्मक साथीहरू बनाउने र त्यसले चाहिँ तपाईँले जिन्दगीमा के छ भनेर लक्ष्य बनाउने। तपाईँ अबको 5 वर्षमा के बन्ने मानसिक रूपमा, तपाईँले भौतिक रूपमा होइन, भौतिक रूपमा नै बदल्नुहोस्। तपाईँ भौतिक रूपमा एउटा घर बनाउने लक्ष्य होला अथवा 2टा घर बनाउने लक्ष्य होला, के होला, तर त्यो घर बनाएर हामी संसारमा छोडेर जाने बेलामा यो 5वटा घर भएको मान्छे भनेर तपाईँलाई कसैले पनि सम्मान दिन आउने छैन। तसर्थ सबभन्दा ठुलो कुरो चाहिँ तपाईँभित्रको प्रतिभा के छ, के को लागि जन्मिएको हरेक मान्छेको जन्मको आफ्नै कारण हुन्छ। त्यो कारण थाहा पाउनलाई तपाईँले कोही पेन्टर हुनु होला, कोही राइटर हुनु होला, कोही रिसर्चर हुनु होला, कोही कुनै विधामा सङ्गीतकार हुनु होला, कोही गायक हुनु होला। त्यो पहिला तपाईँको विधा के हुन्छ पत्ता गर्नुहोस्, त्यसलाई सोध्नुहोस्, खोज्नुहोस् र खोजी नै हाम्रो दर्शनको र मूल साहित्यको पहिलो कुरा हो। तसर्थ खोज्नुहोस्। तदुत्तम असि के भनिएको छ, आफूलाई खोजेर हेर र संसारमा जहाँ गए पनि जुन गुरुबाट प्रेरणाले पनि जे गरे पनि तपाईँमा रूपान्तरण भयो कि भएन, त्यो सबभन्दा ठुलो कुरो हो। तपाईँ जहाँसुकै जानुहोस्, आफूमा रूपान्तरण भएन भने त्यो तपाईँको उपलब्धि भएन। तसर्थ आजबाट हामी हरेक कुरामा म उठ्न सक्छु भन्ने कुरा एउटा भावलाई लिएर आउन सक्छौँ। अवश्य सक्छौँ। तपाईँ एउटा सामान्य किरोले समेत कत्रो काम गर्छ। एउटा कमिलाले पहाड चढ्छ, भित्तो चढ्छ, गौथलीले चुच्चोमा ल्याएको माटोले ठुलो घर बनाइदिन्छ। चराहरू 1 दिन 2 दिन दुःख गर्छन् र जिन्दगीभरको लागि घर बनाएर मुक्त भएर हिँड्छन्। तर मान्छे मात्र यस्तो दुःखी भइरहेको छ, जिन्दगीभरि कमाइले एउटा घर बनाउँछ र दुःखी भनेर बस्छ। अझ तपाईँको अमेरिका, अस्ट्रेलिया, युरोपतिर त तपाईँको जिन्दगीभरिलाई ऋण बोकेर घर बनाउँछ। नेपालमा त कम्तीमा घर पैसा भएपछि किन्छ, तर अन्त चाहिँ पैसा नभएर किनेर जिन्दगीभर ऋण बोक्ने र त्यस्तो अवस्थामा मान्छे हामी दुःखी छौँ। र यो दुःखलाई कसरी सामना गर्ने त, मान्छेको चाहिँ यो अवस्थालाई भन्दा यो अवस्थालाई पार गर्नको लागि चाहिँ सबभन्दा ठुलो कुरो चाहिँ हिंता बोल्ने मान्छेलाई एकदमै खाएको छ। हिंताले त्यो यो नहीं दरिद्रसँग दुःख जगमा ही सन्त मिलनसँग सुख जगमा नाही भनिन्छ। मनको दरिद्रतालाई सबभन्दा विनाशकारी हो। तसर्थ आजबाट तपाईँ म धनी हुँ भन्ने सम्झिनुहोस्, म सम्पन्नशाली भन्ने सम्झिनुहोस्। सम्पत्ति र पैसा हुँदैमा कोही पनि सुखी हुँदैन। तपाईँहरू संसारमा 2009मा गरिएको थियो विश्वका सारा धनीहरूको रिसर्च गरिएको थियो कि संसारका धनीहरूको अन्त्य कसरी सकिन्छ भनेर। अनि 2009मा गरेको त्यो रिसर्चमा चाहिँ धेरै जसो संसारका धन्याटीहरू कोही आत्महत्या गरेर बितेका, कोही पागल बनेका, कोही डिमेन्सियाबाट अन्त भएका र कोही चाहिँ सुसाइड गरेका, त्यस्तो चाहिँ देखियो। र तपाईँ हेर्नुहोस् संसारमा अहिले नै हेर्नुहोस् सम्पन्न भएका मान्छेहरूको दिनचर्या हेर्नुहोस्। हाम्रै तपाईँको देवकोटा जुन चाहिँ हुनुहुन्थ्यो, जसले चाहिँ धेरैलाई डक्टर बनाउनुहुन्थ्यो, हाम्रो देशको एकजना प्रख्यात डक्टर हुनुहुन्थ्यो, तपाईँहरूलाई थाहा छैछ, उहाँ क्यान्सरको रोगी भएर जानुभयो देवकोटाजी। उहाँले कति डक्टरहरू बनाउनुभयो, जिन्दगीमा उहाँले के गर्नुभयो, ती म्याथ साइन्स समीकरणहरूलाई कन्ट्रोल गर्नुभयो। तर उहाँलाई कहिल्यै पनि समय पनि भएन, फुर्सद भएन कि आफूभित्रै के चल्छ भनेर, आफूभित्रैको मृत्युलाई कसरी सामना गर्ने भनेर। त्यस्ता सयौं उदाहरण छन्।
तसर्थ तपाईँ हामीले जिउँदैमा आफूलाई चिन्नु पर्यो। आफूलाई कसरी चिन्ने त भन्दाखेरि सबैभन्दा पहिला म को हो भन्ने चिन्नलाई शरीर चिन्नु पर्यो। शरीर चिन्नलाई यो उत्पत्ति ब्रह्माण्डको उत्पत्ति थाहा पाउनु पर्यो र सम्पूर्णलाई त्यो थ्योरिटिकल थाहा भए पनि अनुभूत भएको हुँदैन। तसर्थ त्यसको लागि हामीले के गर्नु पर्यो? ध्यान, अन्तर्यात्रा प्रारम्भ गर्नु पर्यो। जसले ध्यान गरेन उसले त्यो विराट शक्तिभित्र प्रवेश गर्नै पाएन र बाहिरबाट बिचरा मरेर गयो। दुईजना श्रीमान श्रीमती थियो अरे र यस्तै सत्सङ्गमा चाहिँ श्रीमतीले चाहिँ जाउँ जाउँ भनेको अरे, श्रीमानले चाहिँ नजानेन म जान्न भनेर भने जाउँ न जाउँ भने उसले चाहिँ जानै मानेर। र त्यो सत्सङ्गमा यस्तो थियो अरे कि आफूभित्रको मनको यात्रा कसरी सिकाइने भन्ने चाहिँ विधि थियो। हेर्नुहोस्, त्यो विधि सिकाइने सत्सङ्ग थियो त्यहाँनिर। र तर चाहिँ के भयो भनेदेखि उनी चाहिँ त्यो सत्सङ्गमा गई तर उनको श्रीमान जान पाएन। अनि उनले जुन आफूभित्रको अन्तर यात्रामा प्रवेश गर्ने विधि सिकेर आए, म श्रीमान नगए पनि घरमा गएर सिकाउँछु भनेर गएकी थिइन्। तर घरमा जाँदाखेरि श्रीमान बितिसकेको थियो। त्यसपछि उनी रुन थालिन्। सबै मान्छे आएर सम्झाए, किन रुन्छौ त, तिमी त ज्ञानी मान्छे भनेर। अनि उनले भनिन् रे, हेर्नुहोस् मैले उनलाई यो उनी मरेर गए भनेर रोएको होइन कि, यस्तो राम्रो पुण्यको अवसर आउँदा पनि बिचरा यो जीवनमा त्यो पुण्य त्यो अन्तर्यात्राको बाटो नखोजिकन मरेर गए उनी, त्यस कारणले दुःख छु भनेर भन्दिनँ। त्यस्तै हेर्नुहोस् त, हाम्रो त एक गरेर यो संसारको यो भौतिक शरीरमा बस्ने दिन छोडिरहेको छ। हाम्रो शरीरलाई कति दिन राख्न सक्छौँ हामी यो संसारमा? हेर्नु त, अब केही समयपछि, केही वर्षपछि, 50 वर्षपछि, 60 वर्षपछि हाम्रो हड्डी पनि बाँकी रहँदैन, सबै माटोमा गइसक्यो हुन्छ। अबको 100 वर्षपछि हामी हुँदै हुँदैनौँ, यो थ्योरी भन्ने मात्रै हुन्छ, एमएसएमएस सत्सङ्ग भएर होइन। त्यस कारणले समय हाम्रो एकदमै यो जीवन भनेको अवसर हो। त्यो अवसरलाई अब उसको कारणले गर्दा म बनिनँ, यो शासक कारणले, यो सत्ताको कारणले, यसले गर्दा भन्दा नि तपाईँ पहिला आफू बन्नु पर्यो। आफू बन्नलाई के गर्नु?